साथीहरु गुड आफ्टरनुन। अनि आज चाहिँ म चाहिँ मेरो रुम सफा गर्न गइरहेको छु। आज चाहिँ सटरडे। सो मेरो रुमको हालत चाहिँ हजुरहरु हेरिहाल्नुहुन्छ त। आमामा यस्तो बेहाल छ कि अब यस्तो बेहाल छ कुरै नगर्नुस्। म चाहिँ अब यो रुमलाई मैले यस्तरी बनाउँछु कि हैन साथीहरु। सो म सफा गर्न गइरहेको छु। रुम चाहिँ एकदम सफा गरेर राख्छु, तर मेरो चाहिँ रुम यस्तो छ कि कलर गर्ने बेला भएको छ। सो अब मैले स्टार्ट गर्छु यहाँबाट। यस्तो हुँदैछ डेकोरेसन। अब चाहिँ चेन्ज गर्न लागिसकेँ। सो अब यहाँ तल मुलाउनै बाँकी छ। एप्सो कपडा पनि माई गेट कहिले होला यस्तो मिलाइसक्नु पर्ने। साथीहरु मेरो हालत हेर्नुस् त भाइ। सो तर जे भए नि मलाई चाहिँ रुमहरु सफा राख्न मन लाग्छ, सफा भएर बस्न मन लाग्छ। मेरो किचन म चाहिँ सफा राख्न मन लाग्छ। अब चाहिँ फाइनली मेरो कोठाली छ। सो यस्तो भयो। हेलो साथीहरु, मेरो चाहिँ रुम अहिले चाहिँ सफा भइसकेको अवस्था। अनि हेर्नु होला, मैले चाहिँ 2-3 घण्टा लाग्यो मेरो आज रुम सफा गर्नलाई चाहिँ। सानो रुम छ, त्यस्तो ठुलो छैन है। त्यस दुईटा बेड छ, यता एउटा अन्तराज। सिम्पल छ मेरो रुम चाहिँ। हजुरहरुलाई कस्तो लाग्छ? स्वागत छ हजुरहरुलाई मेरो मिनी ब्लगमा। अनि मेरो रुमको चाहिँ डेकोरेसन हेरेर साथ दिनुलाई। किचन चाहिँ यता छ है। किचन चाहिँ नदेखाउँ होला। अनि यस्तो छ। त्यो बेडरुम भयो। यता चाहिँ म सुत्ने बेड हो। हेलो साथीहरु, सम्पूर्णलाई मेरो भिडियोमा चाहिँ स्वागत छ। र मेरो रुम चाहिँ फाइनली यस्तो भएको अवस्था छ। हजुरहरुले हेरेर साथ दिनु होला। अनि सो यहाँ चाहिँ बहिनीको छोरी छ सानो परी। हेलो भनिदिनुस् सानो, माया गरिदिनुस् टिम्मालाई। थ्यांक यू छोरी। अनि यस्तो छ मेरो चाहिँ रुम आजको रुम चाहिँ। अनि सफा गर्ने मान्छे चाहिँ मै हो फेरि। सो सानो छ रुम चाहिँ, तर पनि मैले आज चाहिँ 2-3 घण्टा लाग्यो मलाई यतिको बनाउन रुमलाई। अनि जे होस् रुम सफा गरेर बस्नलाई चाहिँ मनमा पनि शान्त मिल्छ, आनन्द मिल्छ। सो फाइनली मेरो रुम चाहिँ यस्तो भएको अवस्था। यता चाहिँ किचन छ। सो किचनमा चाहिँ खासै नदेखाउँ होला, केही छैन हैन। किचन सो यस्तो छ। अनि आज चाहिँ मेरो प्यारो सानो भाइ चाहिँ काठमाडौँमा ट्रेनिङ सिद्धाएर आज चाहिँ उसको आफ्नै निवास उसको जब गर्ने ठाउँमा चाहिँ जाँदैछ। आजको यात्रा छ मेरो भाइको। सानो भाइ यात्रा सफल रहोस्, तिम्रो राम्रोसित पुगेछि, कल गर्नु होला। अनि हामी चेली माइती चाहिँ कति 10-15 दिन बस्यौँ भनौँ न। उसको चाहिँ छुट्टी थियो अस्ति ट्रेनिङ सिद्धेर। अनि ट्रेनिङ सिद्धेर आज चाहिँ ऊ जाँदै हुनुहुन्छ। कहाँ भन्नुहुन्छ भने साथीहरु, मेरो भाइ चाहिँ काठमाडौँबाट आज सिधै जाँदै हुनुहुन्छ इटरी। अनि राम्रोसित जाऊ मेरो सानो भाइ। अनि जे होस् आफ्नो कामलाई सधैँ फोकस गर्नु, आफ्नो जबलाई, आफ्नो ड्युटीलाई भन्दै मेरो भाइलाई पनि शुभ यात्रा।